अमेरिकामा रहेका यी 5 वटा ऐतिहासिक प्रशासनिक भवनहरू जुनमा तपाईँ भिजिट गर्नको लागि चाहिँ 21 डेजको प्रायर नोटिस दिनुपर्ने हुन्छ र स्पेसल च्यानलबाट चाहिँ रिक्वेस्ट गरेर जानुपर्ने हुन्छ। आज म तपाईँहरूलाई 5 वटा प्लेसेस र त्यो स्पेसल च्यानलको बारेमा कुरा गर्नेछु है। नम्बर 5 मा छ लाइब्रेरी अफ कङ्ग्रेस। वासिङटन डिसीमा रहेको लाइब्रेरी अफ कङ्ग्रेसलाई चाहिँ विश्वको सबैभन्दा ठुलो लाइब्रेरी भनेर भनिन्छ र यसमा चाहिँ तपाईँहरूले चाहेका प्राय सबै बुक्सहरू चाहिँ रिसर्च गर्नको लागि चाहिँ पाउन सक्नुहुन्छ र यसमा चाहिँ तपाईँले वाक इन विदाउट अपोइन्टमेन्ट पनि जान सक्नुहुन्छ है। र अर्को नम्बर 4 मा छ नेसनल आर्काइभ्स। नेसनल आर्काइभ पनि वान अफ दि लार्जेस्ट डकुमेन्टहरू चाहिँ कलेक्सन गरेर राखेको ठाउँ हो। यसमा चाहिँ अमेरिकाका हिस्टोरिकल विभिन्न पुराना डकुमेन्टहरू भए, सन्धिहरूको डकुमेन्टहरू भए, त्यस्तोहरू चाहिँ हेर्न सकिन्छ र यो पनि वासिङटन डिसीमै छ। नम्बर 3 मा छ द पेन्टागन। अमेरिकाको भर्जिनिया राज्यमा रहेको पेन्टागनलाई चाहिँ वान अफ द लार्जेस्ट अफिस बिल्डिङ भनेर भनिन्छ। यसमा चाहिँ 26,000 इम्प्लोइले एउटै बिल्डिङमा बसेर काम गर्छन् र अहिले रिसेन्टली चाहिँ इन्डियाको गुजरातमा तपाईँको सुरत डायमन्ड भन्ने एउटा ठुलो बिल्डिङ बनेको छ। त्यसलाई चाहिँ वर्ल्डको लार्जेस्ट बिल्डिङ भनिन्छ है। त्यसमा चाहिँ 66,000 इम्प्लोइले काम गर्छन् भनेर भनिएको छ। यदि तपाईँलाई याद छ भने 9/11 को टेररिस्ट अट्याक हुँदाखेरि चाहिँ एउटा प्लेन चाहिँ पेन्टागनको वेस्ट विङमा चाहिँ ठोकिएको थियो। पेन्टागनमा भिजिट गर्नको लागि चाहिँ स्पेसल 21 डेजको प्रायर नोटिस चाहिन्छ है। र नम्बर 2 मा छ युएस क्यापिटल बिल्डिङ। वासिङटन डिसीमा रहेको क्यापिटल बिल्डिङलाई चाहिँ वान अफ द मोस्ट इम्पोर्टेन्ट डम इन द वर्ल्ड भनेर भनिन्छ। अमेरिकाको कङ्ग्रेसको सबै मिटिङहरू चाहिँ त्यही क्यापिटल बिल्डिङमा हुने गर्छन्, जुन चाहिँ ट्रम्पको पहिलाको कार्यकालको एन्डमा चाहिँ एउटा किसिमको ठुलो अट्याक भएको थियो, तपाईँलाई थाहा छँदैछ होला। नम्बर 1 मा छ व्हाइट हाउस। व्हाइट हाउसलाई चाहिँ अमेरिकाको प्रेसिडेन्ट्स रेसिडेन्सी पनि भनेर भनिन्छ। अमेरिकाको राष्ट्रपति बसेर सबै शासन गर्ने भवन चाहिँ यही व्हाइट हाउस हो, जहाँ चाहिँ अहिले ट्रम्प बसिरहेका छन्। यदि तपाईँ युएस सिटिजन हुनुहुन्छ र तपाईँलाई यो मैले मेन्सन गरेको प्लेसमा चाहिँ घुम्न जान मन लागेको छ भने तपाईँले तपाईँको स्टेटको सिनेटर अथवा हाउस अफ रिप्रेजेन्टेटिभको वेबसाइटमा गएर टुर टु व्हाइट हाउस अथवा त्यो पेन्टागन अथवा एनिथिङ त्यहाँ लिस्ट भएकोमा चाहिँ क्लिक गरेर त्यसले आफ्नो बेसिक इन्फर्मेसन राखेर फर्म फिलअप गर्नुपर्ने हुन्छ। तपाईँको रिक्वेस्ट चाहिँ एप्रुभ भए पछाडि मेन्सन भएको डेट र टाइममा तपाईँ भिजिट गर्न सक्नुहुन्छ। यदि तपाईँ नेपालको अथवा अरू कुनै देशको सिटिजन हुनुहुन्छ र अमेरिकन सिटिजन होल्ड गर्नुभएको छैन भने चाहिँ तपाईँको देशको कन्सुलेट अथवा तपाईँको एम्बेसीबाट चाहिँ एप्लाई गर्न सक्नुहुन्छ।